यिनीहरू अपराधी हो। महिलाहरूलाई 10-10 वर्ष लाग्छ न्याय दिनको लागि, 10-10 वर्ष लाग्छ। एउटा महिलाको न्यायको अधिकारको लागि बोल्न आउँदाखेरि एउटा ऊ आफै समाजसेवी माथि नै धरपकड भयो, सबैमाथि तपाईँहरूमाथि पनि भयो नि, तपाईँहरूलाई पनि त गऱ्यो नि। कति हेर्नु त प्रहरीहरू कति अत्याचार गरिरहेछ। महिला सडकमा आउँछ किन मेरो दाजुभाइ महिलाले न्याय नपाएको सरकारले महिलामाथि हातपात गर्यो। एक्ज्याक्टली। अब के गर्नुहुन्छ? अब के गर्छु भोलिदेखि थाहा हुन्छ। मुद्दा हाल्नुहुन्छ तपाईँ? अहिले कस्तो गर्यो बिनु यादवलाई समातेर जबरजस्ती गाडीमा हाले। अहिले त्यसको लागि बोल्दाखेरि हामीमाथि पनि नराम्रो व्यवहार गरे, तपाईँमाथि पनि व्यवहार गर्यो। हातपात त मलाई गरेनन्, खेलठाल मलाई पारेका हुन्। तर यिनीहरूलाई थाहा छैन कि बिनु यादवले न्याय कालो झन्डा म जलाउँछु। तपाईहरुले निषेधित क्षेत्र तोड्नु भयो नि त? छैन, गेटैमा गएर धर्ना बस्नु भएको छ। बिनु यादव पीडित हो कि होइन भन्नु पर्यो राज्यले। बिनु यादव 9 वर्षदेखि पीडित हो कि होइन? यो एउटा समाजसेवीमा उसको लागि न्यायको लागि हामी बोल्न पाउँदिन। तपाईहरु भित्र जाने कोसिस चाहिँ गर्नु। मानवताको हिसाबले लडिरहेको छु, मानवताको हिसाबले। किनकि म एउटा स्वतन्त्र नारी हो, नेपाली नागरिक हो, त्यो हिसाबले लडिरहेको छु। बिनु यादवको न्यायको पक्षको लागि बोलिरहेको छु। मेरो केही स्वार्थ छैन। हामीले तपाईँलाई कुनै भारतीय नागरिक भनेको छैन, विदेशी नागरिक भनेको छैन। भनिरहेछ नि यहाँ दुनियाँले आतंकवादी धरि भने। अरूले भन्यो भने ती कुरा हामीमाथि नजर ब्रदर बोल्नु नै छ भने जायज कुरा गर्ने। उहाँको त शरीरले पनि काम गर्न छोडेको छ। जायज माग तपाईँले राख्नु पर्यो के? जायज माग हामीले राखेको छौँ। बिनु यादवको माग पुरा गरिदिनु पर्यो। घाँस कपास बाँसको व्यवस्था गरिदिनु पर्यो राज्यले। स्वयं संयमित भएर पनि त राख्न सकिन्छ नि त। आक्रमक किन हुनुहुन्छ? अरे 9 वर्षमा के पाएको त? 9 तपाईँ म पत्रकार प्रहरीसँग आक्रमक भएर पाउनुहुन्छ के? वर्षदेखि अदालतले न्याय दिने होला नि। माग्दा त उमेर भइसक्यो त नि 35-36 वर्ष। न्याय त अदालतले दिने हो नि त। 9 वर्षदेखि त प्रहरीले मैले दिने होइन नि त। न्याय पायो त।